चलिरहेको छ। युजिसीबाट इक्विटीका कार्यक्रमहरू परियोजना चलिरहेको छ। यी कार्यक्रमहरू पनि थोरै जानकारी गराउँछु। यसरी नै आर्थिक पक्ष अर्को महत्त्वपूर्ण पाटो छ। आर्थिक पाटोमा अब करिब हामीसँग विगतमा सरले मलाई हस्तान्तरण गर्दा 5 करोड समथिङ थियो। अब अहिले त्यसमा केही कामहरू भोलि कामहरू पनि भए। यद्यपि हामीले यो बैङ्कको पाटो अलिकति महत्त्वपूर्ण भएकोले म कुन खातामा कति रकम छ बढेको पनि जानकारी गराउँछु। चल्ती खातातर्फ नेपाल बैङ्क लिमिटेड, नजिक बैङ्क लिमिटेड, एभरेस्ट बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क लिमिटेड गरेर कुल हामीसँग 25,74,401 रुपियाँ बचत छ। धरोटी खातातर्फ 13,81,337 रुपियाँ बाँकी छ, बचत छ। पुँजी खातातर्फ 81,07,692 रुपियाँ हामीसँग सञ्चित छ। त्यसै मुद्रती खातातर्फ नेपाल बैङ्क लिमिटेडमा 2टा, एभरेस्ट बैङ्क लिमिटेड र ग्लोबल आइएमई बैङ्क लिमिटेड गरेर 3,70,71,000 रुपियाँ हामीसँग सञ्चित रहेको यहाँलाई जानकारी गराउँछु। त्यसरी नै अक्षय कोषतर्फ गोकर्ण पार्वती जीवनदास छात्रवृत्ति अक्षय कोष